वेलकम टु द कोर्स अफ डिजिटल मार्केटिङ र आज हामी चाहिँ पढ्छौँ इम्पोर्टेन्ट क्वेसन्सहरू धेरै कुराहरू हुन्छ हैन डिजिटल मार्केटिङमा किनभने अहिलेको जुन हाम्रो भिडियोजहरू छ जुन हाम्रो क्लासेसहरू छ यसमा हामी चाहिँ बिजनेसको जुन कोर्स कन्सेप्ट हुन्छ ब्रान्डिङ होइन त्यसको बारेमा डिस्कस गर्छौँ पछि गएर हामी चाहिँ फुल प्र्याक्टिकल पनि गर्छौँ होइन सो आज हामी चाहिँ सबभन्दा पहिला बुझ्छौँ कि बिजनेस ब्रान्डिङ बेसिक्स होइन कि व्यावसायिक ब्रान्डिङको आधारभूत परिचयहरू के हो र यसमा हामीले चाहिँ के कुरालाई बुझ्नुपर्छ सबभन्दा पहिला चाहिँ वाट इज ब्रान्डिङ होइन कि ब्रान्डिङ भनेको के हो हामीले चाहिँ मल्टिपल टाइम हामी सुनेकै छौँ होइन कि ब्रान्ड 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 अब यो चाहिँ ब्रान्ड र ब्रान्डिङ चाहिँ के हो होइन यो कुरा हामी चाहिँ सबभन्दा पहिला बुझौँ सो के हो त ब्रान्डिङ इज द प्रोसेस अफ क्रिएटिङ अ युनिक आइडेन्टिटी होइन ब्रान्डिङ के हो त एउटा चाहिँ प्रोसेस हो फर क्रिएटिङ अ युनिक आइडेन्टिटी इमेज त्यसपछि पर्सपेक्सन अफ अ बिजनेस इन द माइन्ड्स अफ कस्टमर्स होइन लाइक अ ब्रान्डिङ यस्तो कुरा हामी चाहिँ कुनै यस्तो कुरा बनाउँछ कि जुन चाहिँ हाम्रो जुन कस्टमर हुन्छ नि उसको चाहिँ माइन्डमा चल्दैछ कि लाइक यो जुन ब्रान्ड छ यो चाहिँ पर्फेक्ट छ होइन जस्तै अब हामी चाहिँ स्मार्टफोनमै हामी चाहिँ अब स्यामसङको छ होइन आइफोनको छ एभ्री ब्रान्ड हामीलाई चाहिँ थाहा छ होइन सो हामीले चाहिँ ब्रान्ड हेर्ने बित्तिकै हामी के बुझिहाल्छौँ त यो ब्रान्ड चाहिँ पर्फेक्ट छ र यो ब्रान्ड यो छ र यो छ जसको चाहिँ जुन लोगो हुन्छ नि हामी लोगो हेरेर नि हामी बुझिहाल्छौँ यो ब्रान्ड चाहिँ कुन हो लाइक जुन एप्पल हुन्छ नि एप्पलको जुन चाहिँ कटे टाइपको जुन आइकन हुन्छ यसबाट नै हामी बुझिहाल्छौँ यो के हो त्यो चाहिँ आइफोन हो भने होइन सो यही तरिकाबाट हामीले चाहिँ जुन ब्रान्डिङ छ नि हामी ब्रान्डिङ गर्छौँ ब्रान्डिङमा चाहिँ तपाईँको आइडेन्टिटी पर्छ इमेज पर्छ र जुन हाम्रो चाहिँ ग्राहकहरू हुन्छ नि उसले चाहिँ कुन तरिकाबाट सोच्छ यसमा के हो त अब यसलाई हामी पर्फेक्ट हामी बुझ्छौँ भने ब्रान्डिङ भनेको कुनै बिजनेस प्रोडक्ट वा सर्भिस होइन तपाईँको चाहिँ अब बिजनेस होस् प्रोडक्ट होस् वा सर्भिस हो लाइक ग्राहकको मनमा अलग के हो त विश्वासयोग्य र समझयोग्य मेमोरी बनाउने प्रक्रिया हो हामी चाहिँ यस्तो कुरा गर्छौँ कि जुन हाम्रो चाहिँ कस्टमर हुन्छ उहाँले चाहिँ हाम्रो ब्रान्डलाई बुझिरहेको छ कि यो ब्रान्ड चाहिँ यसको हो र यसको चाहिँ क्वालिटी यो टाइपको छ पिपल डु नट बाई प्रोडक्ट दे बाई ब्रान्ड दे ट्रस्ट होइन जुन पिपल्सहरू हुन्छ जुन हाम्रो कस्टमर हुन्छ त्यो कहिले पनि प्रोडक्ट बाई गर्दैन त्यो के बाई गर्छ त ब्रान्ड बाई गर्छ जसमा चाहिँ उहाँलाई ट्रस्ट हुन्छ अब कसैलाई फोन बाई गर्नुहोस् भने फोनमा पनि चाहिँ जसको चाहिँ ब्रान्ड छ स्यामसङ त्यसपछि आइफोन रेडमी धेरै धेरै छ होइन सो त्यो सब चाहिँ त्यो ब्रान्डलाई नै रेफर गर्छ फोन त अलरेडी धेरै छ तर त्यो किन्दैन जसलाई चाहिँ जुन ब्रान्डमा ट्रस्ट हुन्छ त्यो ब्रान्ड बाई गर्छ होइन अहिले सिम्पल भने अब कसैको चाहिँ मनमा छ कि मलाई चाहिँ एउटा फोन बाई गर्नु छ हुन त फोन चाहिँ मार्केटमा धेरै नै छ तर प्रायःको मनमा चाहिँ त्यही आउँछ होइन स्यामसङ आइफोनहरू के हुन्छ यो सब मात्रै फोन आउँछ सो यो जति पनि कम्पनीजहरू छ यो सब के भएको छ त्यो सब आफ्नो ब्रान्ड बनाउनमा चाहिँ सक्सेस भएको छ अनि मात्रै चाहिँ उहाँहरूको चाहिँ प्रोडक्टभन्दा पनि ब्रान्ड सेल हुन्छ एभ्री टाइम होइन ग्राहकले केवल सामान मात्रै किन्दैनन् उनीहरूले विश्वास गर्ने ब्रान्ड पनि किन्छन् होइन सो हामीले चाहिँ यो कुरा बुझ्नुपर्छ ब्रान्ड यो टाइपले हामी चाहिँ बनाउँछौँ कि कस्टमरले वान टाइम हेऱ्यो भने हाम्रो चाहिँ त्यो ब्रान्ड के छ के को लागि छ त्यो सबैलाई ध्यान भइहालोस् होइन जस्तै हामी चाहिँ ब्यानरहरू हेर्छौँ होइन हामी रोड साइडमा पनि डिफ्रेन्ट टाइपको पोस्टरहरू हेर्छौँ भने सबमा चाहिँ केही न केही कुराहरू हुन्छ सर त्यहीमा हामीले चाहिँ जहाँ चाहिँ ट्रस्ट हुन्छ त्यसलाई हामीले चाहिँ त्यो हाम्रो चाहिँ ब्रेनमा सेट भइदिन्छ र त्यो जुन ब्रान्ड छ त्यसको प्रोडक्ट हामी चाहिँ बढी युज गर्छौँ होइन यो कुरो छ अब चाहिँ के हो त वाट इज ब्रान्ड अब चाहिँ ब्रान्ड भनेको के हो त अब यो कुरा हामी बुझ्छौँ अ ब्रान्ड इज मोर देन जस्ट अ लोगो लाइक अब धेरैलाई थाहा छ कि एउटा चाहिँ हाम्रो चाहिँ कुनै कम्पनीको जुन लोगो छ यो चाहिँ के हो त्यो चाहिँ ब्रान्ड हो अब यो ब्रान्ड जुन छ यो मात्रै लोगो होइन यसमा चाहिँ तपाईँको बिजनेसको नाम लोगो कलर प्यालेट त्यसपछि टाइपोग्राफी फन्ट ट्यागलाइन भोइस टर्न कस्टमर एक्सपिरियन्स यो सबै कुरालाई म्यानेज गरेर अनि मात्रै चाहिँ हाम्रो के हुन्छ त हाम्रो चाहिँ ब्रान्ड बिल्डअप हुन्छ ब्रान्डमा चाहिँ तपाईँलाई यो सबै कुरा चाहिँ इम्पोर्टेन्ट हो अब इक्जाम्पलको लागि हामी केही इक्जाम्पल्सहरू हेरौँ जस्तै एउटा जुन एप्पल छ होइन पिपलले के सोच्छ एप्पल जुन एप्पल छ होइन यो चाहिँ के हो एउटा ब्रान्ड हो होइन अब एप्पल सुन्ने बित्तिकै मान्छेको चाहिँ दिमागमा के आउँछ त्यसको चाहिँ क्वालिटी धेरै प्रिमियम छ इनोभेटिभ हुन्छ डिजाइन सिम्पल हुन्छ होइन त्यसपछि नाइकी रहेको छ यो चाहिँ हेर्ने बित्तिकै के सोच्छ यो चाहिँ स्पोर्ट हो पर्फर्मेन्स हो मोटिभेसन हो सो यस्ताहरू चाहिँ के हो त यो सबले चाहिँ ब्रान्ड बनाएको छ जसले चाहिँ कस्टमरलाई हेर्ने बित्तिकै थाहा भइहाल्छ कि यो चाहिँ कस्तो कुरा हो जस्तै अब ट्यागलाइन होइन जुन नाइकी छ यसको ट्यागलाइन के हो त जस्ट डु इट सो यो सब के हो त मोटिभेसन भयो सो यो सबैलाई कम्बाइन गरेर एउटा चाहिँ के हुन्छ त ब्रान्ड
बिल्डअप हुन्छ हैन। जस्तै चाहिँ तपाईँ हेर्नु नै भयो, एप्पल सुन्नेबित्तिकै मानिसहरूको चाहिँ दिमागमा यो जस्ता ख्यालहरू आउँछ हैन। सो एप्पलहरू भयो, यो नाइकीहरू भयो, यो चाहिँ अलरेडी आफ्नो प्रोडक्ट वाइज आफ्नो ब्रान्डलाई बिल्डअप गरिसकेको छ। सो कुनै पनि मान्छेलाई त्यो टाइपको चाहिँ केही बाइ गर्नु छ भने उसले चाहिँ त्यो चाहिँ ब्रान्डको प्रोडक्ट मात्रै बाइ गर्छ। सो हामीले पनि बिजनेसमा तपाईँको जे होस् हैन, बिजनेस होस्, प्रोडक्ट होस् वा सर्भिसेस होस्, तपाईँले चाहिँ सबभन्दा इम्पोर्टेन्ट भनेको चाहिँ तपाईँलाई ब्रान्ड बनाउने हो। त्यसलाई सेटअप गर्नु र त्यसलाई चाहिँ युटिलाइज गरेर कस्टमरलाई चाहिँ कसरी याद होस् हैन हाम्रो चाहिँ लोगो, डिजाइन, हाम्रो प्रोडक्टहरू, त्यसमा चाहिँ बढी फोकस गर्नुपर्छ। यो सब हामीले चाहिँ गर्न सक्यो भने हाम्रो चाहिँ जुन ब्रान्ड छ यो बिल्डअप भइदिन्छ। अब छ वाइज ब्रान्ड इम्पोर्टेन्ट हैन। ब्रान्डै किन इम्पोर्टेन्ट त? अब हामीले चाहिँ ब्रान्डको धेरै कुरा गर्यौँ भने यो इम्पोर्टेन्ट के हो त? अ स्ट्रङ ब्रान्ड हेल्प्स यु। यदि चाहिँ तपाईँको ब्रान्डिङ स्ट्रङ छ भने यसले के गर्नमा चाहिँ हेल्प गर्छ त? बिल्ड ट्रस्ट हैन, विश्वास निर्माण। यदि चाहिँ तपाईँको चाहिँ प्रोडक्टले कुनै कस्टमरले वान टाइम बाइ गर्यो भने र तपाईँले चाहिँ उहाँलाई पर्फेक्टली र सबै कुरा प्रफिट दिनुहुन्छ भने तपाईँप्रति उहाँको ट्रस्ट बिल्डअप हुन्छ। कस्टमर ट्रस्ट रिकग्नाइजेबल ब्रान्ड्स हैन, र कस्टमर चाहिँ जुन चाहिँ मिनिमम छ र एकदम क्वालिटी छ त्यो ब्रान्डलाई मात्रै ट्रस्ट गर्छ। अब इक्जाम्पल लागि हामी हेरौँ, मेनी पिपल रेफर बाइङ फ्रम दराज बिकज दे ट्रस्ट द प्लेटफर्म। अब धेरैलाई हामीलाई पनि अब चाहिँ कुनै अनलाइन सपिङ गर्नु छ भने हाम्रो चाहिँ मनमा के ख्याल आउँछ कि हाम्रो चाहिँ दराज एप छ, दराज एपबाट हामी चाहिँ बाइ गर्छौँ भने त्यो चाहिँ बेटर हुन्छ। सो यो जुन दराज जुन कम्पनी छ यसले चाहिँ के गरेको छ, एउटा ब्रान्ड बनाएको छ कि अरूलाई चाहिँ कसैलाई चाहिँ यदि चाहिँ प्रोडक्ट बाइ गर्नु छ त्यस्तो टाइपको चाहिँ ख्याल आउँछ भने उहाँ सबले चाहिँ दराजलाई नै के गर्छ त? रेफर गर्छ। अर्को हामीले चाहिँ यसले के फाइदा गराउँछ त्यसले चाहिँ इन्क्रिज रिकग्नाइजेसन यानी कि पहिचान बढाउँछ। अब इक्जाम्पल लागि कस्टमर रिमेम्बर योर बिजनेस, र कस्टमर चाहिँ हाम्रो चाहिँ जुन बिजनेस छ त्यसलाई चाहिँ सधैँ याद गरिराख्छ। अब इक्जाम्पलको लागि प्लिज रिमेम्बर कोको कोला, एप्पल, नाइकी हैन, यो सब हामीलाई चाहिँ थाहा नै छैन बिकज अफ कन्सिस्टेन्स ब्रान्डिङ। किनभने यो जति पनि प्रोडक्टहरू छ, कम्पनीजहरू छ, यो सब चाहिँ मार्केटमा न्यू ब्रान्ड, न्यू इनोभेटिभ नयाँ चाहिँ कुराहरू गरिरहेको छ, जसबाट चाहिँ के हुन्छ त हाम्रो जुन यो आइडियाजहरू छ यो हामीलाई चाहिँ सधैँ याद हुन्छ, यो कम्पनी चाहिँ यसको चाहिँ यो ब्रान्ड हो। सो हामीले पनि आफ्नो बिजनेसको ब्रान्डिङ गर्छौँ भने हाम्रो पनि जुन पहिचान छ यो धेरै बढ्छ। जो अडियन्स हामीसँग हाम्रो चाहिँ यो प्रोडक्टमा चाहिँ इनरोलमेन्ट हुन्छ उहाँले चाहिँ यसलाई चाहिँ मल्टिपल टाइम युज गर्नुहुन्छ र यसले चाहिँ अरूजनाले पनि रेफर गर्नुहुन्छ। सो यो सब हामीले चाहिँ यसमा गर्नुपर्छ। त्यसपछि रहेको छ चार्ज प्रिमियम प्राइस, उच्च मूल्य लिन सकिने। यदि हाम्रो चाहिँ ब्रान्ड बेटर छ हैन, हामीले चाहिँ मार्केटमा सर्भिसेस राम्रो दिएको छौँ र हाम्रो चाहिँ जुन भ्यालु छ त्यो धेरै बढेको छ भने हामीले चाहिँ हाई प्राइसमा पनि प्रोडक्टहरू सेल गर्न सक्छौँ। स्ट्रङ ब्रान्ड्स क्यान सेल एट हाई प्राइस। जति पनि ठुलो ब्रान्डहरू छ त्यो सब चाहिँ के गर्छ त? हाई प्राइसमा प्रोडक्टहरू सेल गर्छ। अब इक्जाम्पलको लागि एप्पल प्रोडक्ट कोस्ट मोर देन मेनी कम्पिटिटर बिकज अफ ब्रान्ड भ्यालु हैन। तपाईँलाई नै थाहा नै छ जुन एप्पलको जुन प्रोडक्ट छ यो चाहिँ अरू धेरै ब्रान्ड्सहरू छ सबभन्दा बढी महँगो चाहिँ एप्पलको आउँछ, किनभने यसको चाहिँ ब्रान्ड बिल्डअप भएको छ र यसले मार्केटमा धेरै जति आइफोन्स जति डिफ्रेन्ट फोन्सहरू छ त्योभन्दा धेरै हाई प्राइसमा सेल गर्छ र बिक्छ पनि, किनभने यसले चाहिँ अलरेडी ब्रान्ड बिल्डअप गरेको छ र अडियन्सको जुन ट्रस्ट यसले गेन गरेको छ। अब हामीले चाहिँ कस्टमर लोयल्टी, ग्राहकको वफादारी पनि पाउँछ यदि हाम्रो चाहिँ प्रोडक्ट र हाम्रो चाहिँ ब्रान्डिङ पर्फेक्ट भएको छ भने। सेटिस्फाई कस्टमर रिटर्न अगेन एन्ड अगेन। जो कस्टमर चाहिँ हाम्रो प्रोडक्टबाट चाहिँ सेटिस्फाई भएको छ त्यो हाम्रो चाहिँ प्रोडक्ट मल्टिपल टाइम आउँछ, बाइ गर्छ, फेरि आउँछ, फेरि बाइ गर्छ हैन। यो सब फाइदा हामीले चाहिँ भयो। कम्पिटेटिभ एडभान्टेज, प्रतिस्पर्धात्मक हैन, प्रतिस्पर्धात्मक फाइदाहरू हैन। कम्पिटिटर एडभान्टेजहरू के हुन्छ? ब्रान्डिङ डिफ्रेन्स यु फ्रम कम्पिटिटर, र जुन के चाहिँ तपाईँको ब्रान्डिङ छ नि त्यो चाहिँ तपाईँको जुन कम्पिटिसन जुन अरूहरू छ त्योभन्दा चाहिँ बेटर चाहिँ त्योभन्दा अलग चाहिँ तपाईँको चाहिँ सो गराउँछ, तपाईँको चाहिँ पहिचान गराउँछ। सो हामीले पनि अब हामी चाहिँ जेसुकै हामी बिजनेस गर्छौँ भने जुन हाम्रो आइडेन्टिटी छ त्यो हामीले चाहिँ बेटर गरेर हैन, हामीले चाहिँ जति सक्छौँ त्यसको चाहिँ लोगो कस्टमाइज गर्ने, सर्भिसेसहरू बेटर गर्ने, यो सब गरेर हाम्रो चाहिँ जुन सर्भिसेस छ यो चाहिँ बेटर हुन्छ। अब हामी चाहिँ जानु कम्पोनेन्ट्स अफ ब्रान्डिङ हैन, ब्रान्डको मुख्य तत्त्वहरू के हो त? यसमा चाहिँ सबभन्दा पहिला आउँछ हाम्रो ब्रान्डको नाम हैन। सबभन्दा पहिला हामीले चाहिँ एउटा ब्रान्ड सेटअप गर्नुहुन्छ। अब तपाईँको चाहिँ क्लोथिङ स्टोर होस् वा फुड कम्पनीज होस् वा चाहिँ तपाईँको कुनै डिजिटल मार्केटिङ एजेन्सी होस्, सबभन्दा पहिला त हामीले चाहिँ जुन ब्रान्डको नाम छ यो हामीले चाहिँ आइडेन्टिफाई गर्नु छ।
त्यसपछि हामीलाई लोगो बनाउनु छ, त्यसपछि कलर प्याटर्न्स हामीलाई चाहिँ डिफाइन गर्नु छ, त्यसपछि टाइपोग्राफी गर्नु छ र फोन्ट शैली भयो, त्यस ब्रान्डको भोइस हैन जुन हुन्छ नि ट्यागलाइन हैन बोल्ने शैली, त्यसपछि यो ब्रान्ड भोइस ट्यागलाइनहरु भइदियो नि, यो सब हामीले चाहिँ बनाउनु पर्छ अनि मात्रै हाम्रो चाहिँ ब्रान्ड बिल्डअप हुन्छ। ब्रान्डको चाहिँ एउटा स्टोरी पनि, मिसन, भिजन, भ्यालुज हैन यो सबै हामी चाहिँ गर्छौँ अनि हाम्रो चाहिँ ब्रान्ड पर्फेक्ट बन्छ र त्यो ब्रान्ड चाहिँ हाईसम्म जान्छ हैन। सो हामीले चाहिँ यो सब कुरामा चाहिँ हामीले चाहिँ के गर्नुपर्छ त हामीले चाहिँ ख्याल गर्नुपर्छ हैन। अब यति भइसकेपछि अब छ ब्रान्ड भर्सेस ब्रान्डिङ हैन। अब यो कुरा के हो यो हामी चाहिँ बुझौँ। सबभन्दा पहिला छ ब्रान्ड अनि ब्रान्डिङ। सो ब्रान्ड के हो त रिजल्ट हो र ब्रान्डिङ के हो यो चाहिँ प्रोसेस हो हैन। हामीले चाहिँ ब्रान्डिङ गर्दैछौँ र हामीले चाहिँ ब्रान्ड बनाइसक्यो, दुईटैमा चाहिँ फरक छ। कस्टमर पर्सेप्सन हैन यो बिजनेस स्ट्र्याटेजी, व्हाट पिपल थिंक हैन, हाउ यू बिल्ड दैट इमेज, रेपुटेसन, एक्टिभिटीज टु क्रिएट रेपुटेसन। सो ब्रान्डिङ र ब्रान्डमा त्यही फरक छ। ब्रान्डिङ भयो चाहिँ प्रोसेस, तपाईँ केही कुरा गर्दै हुनुहुन्छ र जुन ब्रान्ड छ यो अलरेडी बिल्डअप छ। जस्तै अब आइफोन छ, स्यामसङ छ हैन, नाइकी छ, यो सब अलरेडी ब्रान्ड बनाइसकेको छ किनभने यो सबको चाहिँ अडियन्सले ट्रस्ट गर्छ, धेरै अडियन्सको प्रोडक्टहरू युज गर्छ, सो यसको चाहिँ ब्रान्ड बनिसकेको छ। र यही चाहिँ जुन स्टार्टिङ फेजमा थियो त्यतिखेर चाहिँ योहरू पनि चाहिँ के गर्थ्यो त ब्रान्ड बनाउँदै थियो हैन। सो यो ब्रान्डिङ चाहिँ के हो प्रोसेस हो, स्ट्र्याटेजी हो र जतिखेर हाम्रो चाहिँ त्यो कम्प्लिट हुन्छ त्यो चाहिँ हाम्रो ब्रान्ड बिल्डअप हुन्छ। सो त्यो हामीले चाहिँ सबभन्दा पहिला जुन हुन्छ नि हामीले चाहिँ ब्रान्डिङमा चाहिँ फोकस गर्नु छ। हामीले अनलाइनमा केही कुरा गर्छौँ भने सबभन्दा पहिला हामीले चाहिँ ब्रान्डिङलाई स्टार्ट गर्ने अनि मात्रै हाम्रो चाहिँ केही समयपछि हाम्रो चाहिँ ब्रान्ड बन्छ अनि अडियन्सहरूले चाहिँ हाम्रो प्रोडक्टलाई लाइक गर्छ। अब ब्रान्ड भनेको ग्राहकले तपाईँको व्यवसायबारे बनाएको धारणा होइन कि तपाईँको चाहिँ जुन प्रोडक्ट छ त्यसको रिगार्डिङ चाहिँ तपाईँको जो कस्टमर छ त्यो के सोचिरहेको छ त्यो के भयो त ब्रान्ड भयो हैन। अब ब्रान्डिङ भयो त्यो धारणा निर्माण गर्न सम्पूर्ण प्रक्रिया त त्यही छ। ब्रान्ड चाहिँ यो बनिसकेको चाहिँ प्रोसेस हो र यो चाहिँ जुन बन्दैछ यो होइन। ब्रान्डिङ अर्थ के भयो त त्यो धारणा निर्माण गर्न सम्पूर्ण प्रक्रिया हैन। तपाईको जुन प्रोडक्ट छ त्यसपछि अरूको चाहिँ के कस्तो सोच छ हैन, के कस्तो व्यवहार छ त्यो बनाउनको लागि जति पनि प्रोसेस जान्छ त्यो सब के भयो त ब्रान्डिङ भयो। अब चाहिँ हाम्रो क्रिएट यो जुन ब्रान्ड आइडेन्टिटी हैन। अब हामी चाहिँ ब्रान्ड पहिचान निर्माण कसरी गर्ने के छ हैन। सो के हो त ब्रान्ड आइडेन्टिटी इज द भिजुअल एन्ड इमोसन रिप्रेजेन्टेसन अफ योर बिजनेस हैन। ब्रान्ड आइडेन्टिटी भनेको तपाईको व्यवसायलाई अरूभन्दा फरक देखाउने सम्पूर्ण दृश्य, भिजुअल र भावनात्मक इमोसनल पहिचान हो। अब जति पनि ब्रान्डहरू छ सबको चाहिँ एउटा चाहिँ के हुन्छ त भिजुअल हुन्छ जसलाई हामी लोगो भन्छौँ वा हामी त्यसलाई लुक भन्छौँ र सबैको चाहिँ इमोसनल केही रिप्रेजेन्ट हुन्छ हैन कि बाई दिस फर इक्जाम्पल दिस इज स्पोर्टको छ भने स्पोर्ट सम्बन्धी हुन्छ, फुडको छ भने फुड सम्बन्धी हुन्छ हैन। सो यो सब गरेर हाम्रो चाहिँ जुन ब्रान्ड छ यसको आइडेन्टिटी हुन्छ, त्यसको चाहिँ भिजुअल र इमोसनली प्रेजेन्ट गरेर हामी चाहिँ यो गर्न सक्छौँ। अब छ एलिमेन्ट अफ ब्रान्ड आइडेन्टिटी हैन। अब यो जुन ब्रान्ड आइडेन्टिटी छ नि यो यसको एलिमेन्टहरू के छ हामीले चाहिँ कसरी गर्ने। सबभन्दा पहिला छ गुड बिजनेस नेम हैन। सबभन्दा पहिला हामीले चाहिँ जुन व्यवसायको नाम छ नि यो हामीले चाहिँ सिम्पल, सटिक र राम्रो राख्नुपर्छ हैन। यसमा चाहिँ यदि हामी चाहिँ कुनै बिजनेस नेम सोच्छौँ भने हामीले चाहिँ सिम्पल, इजी टु रिमेम्बर, युनिक एन्ड इजी टु प्रोनाउन्स हैन। यति कुरामा चाहिँ ख्याल गर्नुपर्छ। अब यस्तो छ कि हामी चाहिँ कुनै नयाँ बिजनेस बिल्डअप गर्दैछौँ हामी त्यसको नाम यति हार्ड राख्छौँ कि अरूलाई चाहिँ उच्चारण गर्न पनि धेरै गाह्रो हुन्छ। सो हामीले चाहिँ त्यो कहिले पनि गर्नु हुँदैन। हामीले चाहिँ एभ्री टाइम सिम्पल राम्रो नाम राख्नुपर्छ। जस्तै अब यहाँ हेर्नु होला यो जुन रहेको छ हाम्रो स्किल दरबार सुन्ने बित्तिकै सबैलाई याद भइदिन्छ हैन। त्यसपछि मेन्टर एक्स, एप्पल, नाइकी हैन। यो जुन ब्रान्डहरू छ यो सब के हो त यो सब सुन्ने बित्तिकै सबैलाई चाहिँ याद भइदिन्छ र यो सब के हो त एकदम सिम्पल हो र यही नामहरू चाहिँ कम्प्लेक्स भएको भए धेरैलाई धेरै गाह्रो हुन्थ्यो हैन। अब रहेको छ लोगो डिजाइन हैन। र जतिखेर हामी चाहिँ लोगो डिजाइन गर्छौँ भने यसमा पनि लोगो पनि कस्तो हुनु पर्यो त सिम्पल हुनु पर्यो, मेमोरेबल हुनु पर्यो, टाइमलेस हुनु पर्यो, स्केलेबल हुनु पर्यो र रिलेभेन्ट हुनु पर्यो हैन। हाम्रो चाहिँ जुन लोगो छ यो पनि राम्रो हुनु पर्यो, नत्र हामी यति कम्प्लेक्स लोगो बनाउन सक्यो भने अरूजनालाई त्यो जुन भिजुअलाइज हुन्छ नि त्यही गर्न चाहिँ धेरै गाह्रो हुन्छ। सो त्यो पनि हामीले गर्नु पर्दैन। हामीले चाहिँ यो तरिकाको चाहिँ हामी चाहिँ लोगो बनाउँछौँ कि सबैले हेर्ने बित्तिकै त्यसलाई थाहा भइहालोस् कि यो लोगो चाहिँ त्यो ब्रान्डको हो। अब इक्जाम्पलको लागि हामीले चाहिँ मिनिमम लोगो बनाउनु पर्छ हैन। लेटर मार्क, आइकन लोगो, कम्बिनेसन लोगो हैन। लोगोको पनि धेरै टाइप्सहरू छ, हामीले चाहिँ त्यो टाइपको लोगोजहरू हामी बनाएर गर्न सक्छौँ। अब छ ब्रान्ड कलर हैन।
रङको छनौट, किनभने सबै ब्रान्डको चाहिँ आफ्नो आफ्नो कलर्सहरू हुन्छ। अहिले हामी केही कलरहरू जानिराखौँ। डिफ्रेन्ट कलर्स क्रिएट डिफ्रेन्ट इमोसन, र जति पनि फरक फरक कलर्सहरू हुन्छ सबले चाहिँ के गर्छ, छुट्टा छुट्टै इमोसन क्रिएट गर्छ। जस्तै अब ब्लू छ भने ट्रस्ट विश्वास भयो होइन, रेड छ भने इनर्जी ऊर्जा, ग्रिन छ भने नेचुरल प्राकृतिक, येल्लो छ भने ह्याप्पिनेस खुसी, ब्ल्याक छ भने लग्जरी प्रिमियम होइन, व्हाइट छ भने सिम्प्लिसिटी सरलता, पर्पल छ भने क्रिएटिभिटी सृजनशील, ओरेन्ज छ भने इन्थुसियाज्म र उत्साह। सो हाम्रो चाहिँ जुन ब्रान्ड छ त्यो जुन क्याटेगोरीको छ हामीले चाहिँ त्यही टाइपको कलर चुज गर्नु छ। यदि हाम्रो चाहिँ कुनै विश्वास जसो छ भने हामीले चाहिँ ब्लू कलर सिलेक्ट गर्ने, अब कुनै ऊर्जा सम्बन्धी छ भने हामीले चाहिँ रेड कलर गर्ने। अब धेरै चाहिँ प्राकृतिक छैन, धेरैजना हर्बल प्रोडक्टको जति पनि ब्रान्डहरू हुन्छ त्यो सब ग्रिन कलरको हुन्छ। खुसीको छ भने येल्लो गर्ने होइन, एकदम प्रिमियम लग्जरियस छ भने हामीले चाहिँ त्यसमा ब्ल्याक कलर युज गर्ने। सो यहाँबाट हामी के पाउँछौँ त, हाम्रो चाहिँ जति पनि जुन टाइपको थिम छ जुन कलर छ त्यही हिसाबको हामीले चाहिँ बिजनेस वाइजले हामीले चाहिँ रङ जुन छ नि हामी कलर भन्छौँ त्यो हामीले चाहिँ चुज गर्नुपर्छ होइन। अब यति यो सब हामी चाहिँ बुझ्यो। अब छ टाइपोग्राफी होइन। अब हामीले चाहिँ धेरै काम गर्छौँ भने हामीले चाहिँ टाइपोग्राफी पनि बेटर हुनु पऱ्यो होइन। सो फन्ट कम्युनिकेट पर्सनालिटी होइन, जुन हाम्रो चाहिँ फन्ट हुन्छ कुनै पनि लोगोमा चाहिँ टेक्स्ट त हुन्छ होइन कि यो ब्रान्ड हो यो हो। सो त्यसले चाहिँ गर्दा के हुन्छ त, कम्युनिकेसन क्रिएट हुन्छ र त्यो चाहिँ प्रोफेसनल हुन्छ। सो हामीले चाहिँ टाइपोग्राफी हामी फन्ट युज गर्छौँ भने हामीले चाहिँ सेरिफ फन्ट युज गर्ने जुन कि चाहिँ ट्रेडिसनलबाट आइरहेको छ। सेन्स सेरिफ चाहिँ मोडर्न, स्क्रिप्ट एलिगेन्ट र डिस्प्लेको चाहिँ क्रिएटिभ। सो यहाँ चाहिँ अलरेडी धेरै फन्ट्सहरूको नामहरू छ होइन। तपाईँले चाहिँ यस्तै टाइपको फन्टहरूलाई युज गर्नुपर्छ फर बेटर स्टाइल होइन। त्यसपछि रहेको छ ट्यागलाइन। अब धेरैजना चाहिँ ट्यागलाइन गर्छ। फर इक्जाम्पल अब नाइकीले भन्छ जस्ट डु इट, मेन्टर एक्सको यो एकाडेमिक पार्टनर होइन। सो तपाईँको चाहिँ बिजनेसको एउटा ट्यागलाइन पनि हुनु पऱ्यो कि तपाईँको बिजनेस के सम्बन्धी छ र त्यसमा चाहिँ के कुरा छ। त्यसपछि ब्रान्ड भोइस होइन। ब्रान्डको भोइस, हाउ द ब्रान्ड कम्युनिकेट, र यो जुन ब्रान्ड छ यो कसरी कम्युनिकेट गर्छ। फर इक्जाम्पल यो चाहिँ प्रोफेसनल हो, फ्रेन्डली हो, लग्जरी हो, फनी हो, एजुकेसनल होस् होइन। सो यो एउटा के भयो त कम्युनिकेसन भयो। यो ब्रान्डको चाहिँ तपाईँको भोइस भयो कि तपाईँको ब्रान्ड चाहिँ के सम्बन्धी छ होइन। सो यो पनि हामीले चाहिँ फोकस गरेर गर्नुपर्छ। त्यसपछि रहेको छ ब्रान्ड पर्सनालिटी होइन। इमेजिन यो ब्रान्ड असल पर्सन, त्यसपछि हेर्नु होला कि तपाईँको जुन ब्रान्ड छ नि एउटा पर्सन हो भने त्यसको चाहिँ पर्सनालिटी कस्तो हुन्छ। लाइक अब चाहिँ फ्रेन्डली छ, मोडर्न छ, प्रिमियम छ, क्रिएटिभ छ, रिलिएबल छ होइन। यो पनि चाहिँ तपाईँको चाहिँ डिफाइन हुनु पऱ्यो तपाईँले चाहिँ के टाइप गर्न चाहनुहुन्छ। अब छ ब्रान्ड आइडेन्टिटी प्रिज्म होइन। अब चाहिँ म चाहिँ ब्रान्ड आइडेन्टिटीको प्रिज्मको बारेमा म चाहिँ तपाईँले भन्छु यो चाहिँ एडभान्सको हो। सो यसको चाहिँ 6 डाइमेन्सनल छ होइन। सबभन्दा पहिला फिजिक के हो त, फिजिकली पर्फेक्ट हुनु पऱ्यो। त्यसपछि पर्सनालिटी, कल्चरल, रिलेसनसिप, रिफ्लेक्सन एन्ड सेल्फ इमेज होइन। सो कुनै पनि ब्रान्ड बनाउनको लागि हामीले चाहिँ यो सबमा पनि हामीले चाहिँ धेरै फोकस गर्नुपर्छ। सो यति कुरा रहेको छ ब्रान्डको आइडेन्टिटी, ब्रान्डलाई त्यो सेटअप गर्ने। अब रहेको छ वाइ अडियन्स रिसर्च होइन, लक्षित ग्राहक अनुसन्धान होइन। अब हामीले चाहिँ टार्गेट पनि रिसर्च गर्नुपर्छ। हामीले चाहिँ ब्रान्ड बनायो, प्रोडक्ट बनायो, अब त्यसलाई सेयर गर्ने कस्टमर त चाहियो होइन। अब चाहिँ के हो त, वाट इज टार्गेट अडियन्स होइन। र अहिले हामी चाहिँ बस्छौँ हाम्रो टार्गेट अडियन्स को हो त। टार्गेट अडियन्स इज द स्पेसिफिक ग्रुप अफ पिपल मोस्टली लाइक टु बाई योर प्रोडक्ट अर सर्भिसेस। टार्गेट अडियन्स भनेको तपाईँको चाहिँ प्रोडक्ट वा सर्भिस खरिद गर्ने सम्भावना सबैभन्दा बढी भएको ग्राहकहरूको समूह होइन। यो जुन हाम्रो टार्गेट अडियन्स छ यो यस्तो ग्रुप हो जसले चाहिँ हाम्रो प्रोडक्टमा धेरै इन्ट्रेस्ट जनाएको छ र धेरै बाई गर्छ होइन। सो जुनसुकै बिजनेस हो त्यो सबलाई बढी सेल गर्नको लागि हामीले चाहिँ सबभन्दा पहिला के गर्नुपर्छ त, हामीले चाहिँ टार्गेटेड अडियन्सलाई खोज्नुपर्छ जो चाहिँ हाम्रो जुन प्रोडक्ट छ त्यसमा चाहिँ 100% इन्ट्रेस्टेड छ र उहाँहरू चाहिँ हाम्रो प्रोडक्टमा इन्भल्भमेन्ट हुन चाहन्छ र त्यो प्रोडक्ट बाई गर्न चाहन्छ। अब छ वाइ टार्गेट अडियन्स इज इम्पोर्टेन्ट। अब टार्गेट अडियन्स इम्पोर्टेन्ट किन हो त, विदाउट टार्गेटिङ यदि हाम्रो चाहिँ टार्गेट हुँदैन भने हाम्रो चाहिँ के हुन्छ त, मनी इज वेस्टेड, रङ पिपल सी एड्स, लो सेल्स होइन। यदि हाम्रो टार्गेट अडियन्स डिफाइन छैन होइन, सो त्यसमा के हुन्छ हाम्रो चाहिँ पैसा धेरै वेस्ट हुन्छ होइन, एड्सहरूमा, पोस्टर्सहरूमा। त्यसपछि अरू मान्छेहरू हाम्रो एड हेर्छ र त्यसमा चाहिँ सेल्स पनि धेरै थोरै हुन्छ। अब टार्गेट अडियन्स भनेको म चाहिँ एजुकेसनल कन्टेन्ट बनाउँछु होइन, र म चाहिँ यसमा
फर इक्जाम्पल डिजिटल मार्केटिङको म चाहिँ कोर्स गराउँछु। सो डिजिटल मार्केटिङको कोर्स गर्ने एटलिस्ट चाहिँ 25 एभभ होइन 20 एभभ एटलिस्ट त हुनु पर्यो। सो मेरो चाहिँ टार्गेट अडियन्स के भयो त जति पनि एज ग्रुप 20 वा 25 प्लस छ म त्यसलाई मात्रै टार्गेट गर्छु। अब म चाहिँ यसमा टार्गेट गर्छु 1 वर्षदेखि 16 वर्षको बच्चालाई होइन वा 60 वर्षदेखि एभभकोलाई भने मेरो प्रडक्ट कोही बाई गर्छ त गर्दैन, मेरोमा चाहिँ यसमा टाइम वेस्ट हुन्छ मात्रै। तर यही कुरा म चाहिँ यो जुन चाहिँ 20 सालको छ वा 25 एजको छ यिनीहरूलाई म चाहिँ टार्गेट गर्छु भने के हुन्छ त मेरो चाहिँ जुन प्रोडक्ट छ त्यसको सेल धेरै हुन्छ र यहाँबाट चाहिँ जुन रिजल्ट आउँछ त्यो चाहिँ बेटर हुन्छ। र विथ टार्गेटिङ यदि हामी चाहिँ टार्गेट गरेर हामीलाई चाहिँ केही काम गर्छौँ भने के हुन्छ त हाम्रो चाहिँ रिटर्न बेटर आउँछ, बेटर आरओआई बेटर रिजल्ट अन इन्भेस्टमेन्ट आउँछ, बेटर इङ्गेजमेन्ट आउँछ र यसबाट चाहिँ के हुन्छ त हाम्रो सेल्स धेरै हाई हुन्छ। सो हामीले जहिले पनि अडियन्सलाई बुझेर अडियन्स टार्गेट गरेर अनि मात्रै केही कुरा हामीले चाहिँ गर्नुपर्छ। अब अडियन्स रिसर्चमा हामीले चाहिँ धेरै फ्याक्टर्सहरू हुन्छ होइन, जस्तै अब डेमोग्राफिक्सहरू हामीले चाहिँ सिलेक्ट गर्नुपर्छ। यो सब जतिखेर हामी चाहिँ एड चलाउँछु बुस्टिङ गर्छु नि त्यतिखेर चाहिँ यो सब काम लाग्छ। सो यसमा हामीले चाहिँ एज, जेन्डर, एजुकेसन, अकुपेसन, इन्कम होइन यो सबैलाई हामी चाहिँ टार्गेट गर्न सक्छौँ अनि यो सबबाट हामी चाहिँ डिफाइन गर्न सक्छौँ कि हाम्रो चाहिँ जुन टार्गेट अडियन्स छ यो अडियन्सहरू को हो भने। त्यसपछि जियोग्राफिक पनि हामीले चाहिँ गर्न मिल्छ होइन, जस्तै अब कुन कन्ट्रीको चाहियो, कुन प्रोभिन्स, कुन डिस्ट्रिक्ट र कुन सिटीको, यो सब आधारमा पनि हामी चाहिँ अडियन्सलाई फिल्टर गर्न सक्छौँ। अब इक्जाम्पलको लागि होइन नेपालको चाहियो जनकपुर, काठमाडौँ, पोखरा होइन। सो तपाईँले कुनै पर्टिकुलर सहरमा चाहिँ त्यो प्रोडक्ट मात्रै सेल गर्नु छ भने तपाईँ चाहिँ त्यही ठाउँमा चाहिँ तपाईँले एड चलाएर डिजिटल मार्केटिङ गरेर तपाईँ चाहिँ प्रोडक्टलाई सेल गर्न सक्नुहुन्छ। अर्को रहेको छ अब रहेको छ के हो त साइकोलोजिकल होइन। फर इक्जाम्पल अब लाइफ स्टाइल, इन्ट्रेस्ट, भ्यालु, पर्सनालिटी, हबिज होइन यो सबको बेसिसमा पनि चाहिँ तपाईँ टार्गेट गरेर आफ्नो प्रोडक्ट सेल गर्न सक्नुहुन्छ। लाइक अब फिटनेस लभर्स, गेमर्स, स्टुडेन्ट, बिजनेस ओनर्स होइन। सो यो सबैलाई अध्ययन गरेर होइन आफ्नो जुन प्रोडक्ट छ त्यसलाई डिफाइन गरेर अनि हामी चाहिँ मार्केटिङ गर्छौँ भने हाम्रो चाहिँ जुन मार्केटिङ छ त्यो बेटर र टार्गेटेड अडियन्ससम्म चाहिँ पुग्छ। र त्यसपछि बिहेभियर लाइक बाइङ ह्याबिट, ब्रान्ड लोयल्टी, अनलाइन एक्टिभिटी, पर्चेज फ्रिक्वेन्सली यो सब पनि अब बिस्तारै जतिखेर हामी चाहिँ ब्रान्डलाई बढाउँछौँ भने हामीलाई चाहिँ यो सब चाहिँ अटोमेटिक नलेज हुँदै जान्छ होइन। जस्तै अब बाइङ ह्याबिट कसरी बनाउने, ब्रान्डको जुन लोयल्टी यो चाहिँ कसरी म्यानेज गरेर राख्ने। सो एउटा ब्रान्ड ग्रुप बनाउनदेखि लिएर यसलाई ग्रोथसम्म र यसलाई सस्टेनसम्म चाहिँ गर्नमा निकै नै धेरै प्रोसेस हुन्छ। सो हामीले चाहिँ एभ्री स्टेपमा चाहिँ इमान्दारीपूर्वक वर्क गर्नुपर्छ अनि जुन हाम्रो चाहिँ जुन टार्गेट अडियन्स छ यो चाहिँ बेटर आउँछ र हाम्रो चाहिँ जुन बिजनेस छ यो धेरै राम्ररी ग्रोथ हुन्छ। अब छ अडियन्स रिसर्च टुल होइन। अडियन्स रिसर्च कहाँबाट हामी चाहिँ कुन टुलबाट युज गर्ने, यहाँ रहेको छ टुल्स र यहाँ रहेको पर्पज। हामी चाहिँ गुगल ट्रेन्ड युज गर्छौँ फर सर्च ट्रेन्ड्स, अहिलेको टाइममा के कुरा ट्रेन्ड छ त्यो बुझ्नको लागि हामीले चाहिँ के गर्छौँ त हामीले चाहिँ गुगल ट्रेन्डलाई युज गर्छौँ। त्यसपछि गुगल एनालाइटिक्स, यहाँबाट हामी चाहिँ के पाउँछौँ त कि जुन हाम्रो वेबसाइट छ त्यसमा चाहिँ भिजिटर कतिको छ। मेटा अडियन्स इन्साइट होइन, यहाँबाट हामी के पाउँछौँ त फेसबुक अडियन्स एनालाइसिस, यसबाट हामी हेर्न सक्छौँ कि जुन हाम्रो फेसबुक छ त्यसमा चाहिँ कतिको अडियन्स आएको छ र अडियन्स एनालाइसिस के कतिको छ। गुगल फर्मबाट हामी के कुरा पाउँछौँ त कि हाम्रो चाहिँ सर्वे हामी गर्न सक्छौँ कति पिपल्सहरू हाम्रो प्रोडक्टमा इन्ट्रेस्टेड छ। युट्युब एनालाइटिक्सबाट हामी के कुरा पाउँछौँ त हाम्रो चाहिँ भिडियोमा अडियन्स कतिको आइरहेको छ, कतिको इङ्गेजिङ छ। च्याट जिपिटीबाट हामी के कुरा पाउँछौँ त रिसर्च एन्ड आइडिया जेनेरेसन। सो यहाँ चाहिँ धेरै टुल्सहरू होइन जसबाट हामीले चाहिँ जुन अडियन्स रिसर्च छ यसमा यो सबै टुल्सले यो सबै पर्पजको लागि हामीलाई चाहिँ हेल्प गर्छ। यो सब हामी चाहिँ गर्न सक्छौँ। अब छ क्वेसन्स टु आस्क। अब यो क्वेसन्सहरू तपाईँले आफै सोच्नु पर्छ अनि चाहिँ तपाईँको बिजनेस ग्रोथ हुन्छ। हु इज युर आइडियल कस्टमर, तपाईँको चाहिँ आइडियल कस्टमरहरू को हो, वाट प्रब्लम डु यु ह्याभ, तपाईँको चाहिँ इस्युहरू के आइरहेको छ, तपाईँलाई समस्याहरू के भइरहेको छ, वाट सुड क्यान आई प्रोभाइड, तपाईँ चाहिँ के प्रोभाइड गर्न सक्नुहुन्छ। त्यसपछि रहेको छ वे डु दे स्पेन्ड टाइम अनलाइन, र धेरैजना चाहिँ कुन प्लेटफर्ममा धेरै टाइम स्पेन्ड गर्छ, वाट इज देयर बजेट, वाट मोटिभेट देम टु बाई। यो सबै कुरालाई चाहिँ तपाईँले आफै सोध्नुपर्छ अनि मात्रै चाहिँ तपाईँले टार्गेट अडियन्स होइन टार्गेट अडियन्स अरू चाहिँ तपाईँ टार्गेट कस्टमर चाहिँ तपाईँ फाइन्ड आउट गर्न सक्नुहुन्छ अनि चाहिँ तपाईँको जुन प्रोडक्ट छ त्यसको ग्रोथ धेरै हाई हुन्छ। सो हामीले चाहिँ यो सबै कुरालाई
बुझेर अनि मात्रै गर्नुपर्छ। अब छ बायर पर्सन हैन, आदर्श ग्राहक प्रोफाइल। अब ग्राहकहरूको चाहिँ यस्तो छ कि यदि हामीले चाहिँ बुस्टिङ गर्यो भने त्यहाँबाट लिड आयो भने त्यहाँबाट हामीलाई इन्फर्मेसन आउँछ, त्यसलाई हामी कसरी युज गर्नु? अब यहाँ हेरौँ, वाट इज बायर पर्सना हैन, यो चाहिँ के हो त? अ बायर पर्सना इज अ फिक्सनल प्रोफाइल अफ योर आइडियल कस्टमर बेस्ड अन रिसर्च एन्ड डाटा हैन। बायर पर्सना भनेको अनुसन्धान र तथ्याङ्क आधारमा तयार गरेको आदर्श ग्राहकको काल्पनिक प्रोफाइल हो। जस्तै हाम्रो चाहिँ भिडियोजहरुमा धेरै लाइक आउँछ, धेरै कमेन्ट आउँछ हैन, त्यो सबैलाई हामी कलेक्ट गरेर हैन हामी चाहिँ डाटाको रूपमा हामी युज गर्छौँ भने त्यहाँबाट जुन हाम्रो बिजनेसको ग्रोथ हुन्छ त्यो धेरै हुन्छ। लाइक अब हामी पर्सनलको डाटा कसरी कलेक्ट गर्ने? लाइक अब कसैको चाहिँ अब केही हामीलाई चाहिँ लिड आयो हैन, कसैको मेसेज आयो भने उहाँको हामी नाम खोज्ने हैन, राहुल छ, स्टुडेन्ट छ हैन, एज 20 सालको छ, एजुकेसन अहिले ब्याचलरमा पढ्दैछ, अकुपेसनले चाहिँ स्टुडेन्ट छ, लोकेसन चाहिँ काठमाडौँमा छ हैन, र उसको गोल छ कि उहाँलाई चाहिँ डिजिटल मार्केटिङ सिक्नु छ, फ्रिलान्सिङ सिक्नु छ, अर्न अनलाइन कमाउनु छ। अब यति कुरा थाहा भइसकेपछि हामी चाहिँ उसलाई पिच गर्न सक्छौँ कि तपाईँ चाहिँ हाम्रो यो प्लेटफर्ममा जोइन गर्नुहोस्, हामी चाहिँ तपाईँलाई यो कुरा सिकाइदिन्छौँ हैन। यो तरिकाबाट हामीले चाहिँ त्यसलाई गर्न सक्छौँ। अब छ प्रब्लम, जुन मेन पोइन्ट्सहरू हैन, समस्याले मार्केटमा के छ त? नो प्र्याक्टिकल स्किल, लिमिटेड बजेट, नो मेन्टर, कन्फ्युजन अबाउट लर्निङ पाथ हैन। सो यो सबै प्रब्लम हामी चाहिँ सल्भ गर्छौँ। र यो मान्छे अब यो सबैलाई खोज्न कहाँ जान्छ त? युट्युबमा जान्छ, इन्स्टाग्राममा, फेसबुकमा, टिकटकमा र गुगल सर्चमा हैन। अब यो सबमा हामीले चाहिँ एक्टिभ छौँ भने उहाँहरू चाहिँ हाम्रो प्रोडक्टमा आउँछ। अब उहाँले चाहिँ जुन बाइङ जुन मोटिभेसन आउँछ त्यो कसरी आउँछ त? यदि चाहिँ हाम्रो कोर्स एफोर्डेबल छ, हामी सर्टिफिकेट दिन्छौँ, लाइभ क्लास दिन्छौँ, प्र्याक्टिकल प्रोजेक्ट दिन्छौँ हैन, जब प्लस फ्रिलान्सिङ अपर्च्युनिटीहरू दिन्छौँ भने हामी यो सब गर्छौँ भने त्यो के हुन्छ त? त्यो अडियन्सहरू आउँछ। सो यो सबै कुरालाई हामीले चाहिँ फोकस गरेर हामीले चाहिँ जुन पर्सनको जुन डाटा छ यो हामीले चाहिँ कलेक्ट गरेर हामी त्यसमा वर्क गर्नुपर्छ। अब एउटा अझै रहेको छ इक्जाम्पलको लागि, नेम सीता शर्मा, एज 24, अकुपेसन स्मल बिजनेस ओनर उहाँ हुनुहुन्छ हैन, र उहाँको गोल छ कि अनलाइन सेल्स कसरी बढाउने। प्रब्लम के रहेको छ? डजन्ट नो फेसबुक एड, र उहाँले चाहिँ फेसबुक एडको बारेमा थाहा छैन। सो यसको सोलुसन के हो त? डिजिटल मार्केटिङ कोर्स। यसलाई हामीले चाहिँ डिजिटल मार्केटिङ कोर्स सिकाएर हामी चाहिँ सेललाई बढाउन सक्छौँ। अब छ कम्पिटिटर एनालाइसिस हैन, वाट इज कम्पिटिटर एनालाइसिस? अब यो कुरा चाहिँ के हो? अब हामी चाहिँ यो कुरा बुझ्यौँ के हो त? कम्पिटिटर एनालाइसिस के हो त? कम्पिटिटर एनालाइसिस इज द प्रोसेस अफ स्टडिङ कम्पिटिसन बिजनेस टु अन्डरस्ट्यान्ड देयर स्ट्रेन्थ, विकनेस, अपर्च्युनिटी एन्ड स्ट्याटिक्स हैन। कम्पिटिटर एनालाइसिस भनेको प्रतिस्पर्धी व्यवसायहरूको अध्ययन गरेर उनीहरूको स्ट्रेन्थ, बलियो पक्ष, विकनेस, कमजोरी, अपर्च्युनिटी, अवसर र स्ट्याटिक्स रणनीति बुझ्ने प्रक्रिया हो। अब जुन हामी यो पढ्दैछौँ हैन कम्पिटिटर एनालाइसिस, यसबाट चाहिँ के हुन्छ कि मानिलिउँ मार्केटमा चाहिँ तपाईँ जस्तै प्रोडक्ट अरूको पनि छ हैन, तपाईँमा के युनिक छ र अरूमा चाहिँ के विकनेस छ, त्यसमा चाहिँ के कमी छ हैन, त्यसलाई हामी फुलफिल गरेर हामी चाहिँ आफ्नो प्रोडक्टलाई लाइभ गर्छौँ भने त्यो प्रोडक्ट के हुन्छ? धेरै बढेर सो गर्छ। अब चाहिँ टाइप्स अफ कम्पिटिटर। कम्पिटिटरको टाइप्सहरू के हो त? डाइरेक्ट कम्पिटिटर्स हैन, सेल सिमिलर प्रोडक्ट टु द सेम अडियन्स। फर इक्जाम्पल के हो त? एउटा हुन्छ डाइरेक्ट कम्पिटिटर, जसले चाहिँ के गर्छ? तपाईँ जस्तै सिमिलर प्रोडक्ट सेम अडियन्सलाई सेल गर्छ। जस्तै अब चाहिँ टु डिजिटल मार्केटिङ इन्स्टिट्युट्सहरू भइदियो हैन, त्यो त्यसपछि डिफ्रेन्ट रहेको छ इन्डाइरेक्ट कम्पिटिटर हैन। यसले के गर्छ? डिफ्रेन्ट प्रोडक्ट बट सल्भ द सेम प्रब्लम। अब यसले चाहिँ प्रोडक्ट्स फरक छ तर प्रब्लम सेम सल्भ गर्छ। यहाँ चाहिँ दुईवटा मार्केटिङ डिजिटल मार्केटिङ इन्स्टिट्युट छ भने कम्पिटिसन भयो। यहाँ के भयो त? युट्युब फ्री कोर्स कम्पिटिङ विथ द पेड अनलाइन कोर्स। जस्तै अब चाहिँ तपाईँको चाहिँ एउटा अलरेडी पेड कोर्स छ, जना चाहिँ युट्युबमा फ्रीमा त्यो गरिरहेको छ, यो पनि के भयो त? चाहिँ तपाईँको कम्पिटिटर भयो। त्यसपछि रहेको छ रिप्लेसमेन्ट कम्पिटिटर हैन। अब यो चाहिँ के हो त? कस्टमर्स चुज एनदर सोल्युसन इन्स्ट्यान्ट्स अफ योर। अब यसले चाहिँ के गर्छ? एउटा रहेको छ रिप्लेसमेन्ट कम्पिटिटर, यानी कि यसमा चाहिँ के गर्छ त? जुन कस्टमर हुन्छ त्योसँग चाहिँ अप्सनहरू हुन्छ र त्यसले चाहिँ तपाईँलाई छाडेर अरूको प्रोडक्टलाई चुज गर्छ। फर इक्जाम्पलको लागि युजिङ एआई टुल्स अर सेल्फ लर्निङ रिसोर्सेस इन्स्टेड अफ इनरोलिङ इन अ ट्रेनिङ प्रोग्राम। जस्तै स्किल दरले चाहिँ अहिले डिजिटल मार्केटिङ कोर्स गराइरहेको छ हैन। अब अरूले चाहिँ यो डिजिटल मार्केटिङ कोर्स नबाई गरेर उहाँले चाहिँ अब एआई वा अन्य कुनै प्लेटफर्महरूबाट आफै चाहिँ त्यो कोर्सलाई बाई गर्छ हैन, पढ्छ, त्यो पनि के भयो त? त्यो चाहिँ एउटा रिप्लेसमेन्ट कम्पिटिटर भयो। सो हामीले चाहिँ यो सबैलाई फोकस गरेर अनि हामीले चाहिँ कम्पिटिटरलाई एनालाइसिस गर्नुपर्छ नि वर्क गर्नुपर्छ। अब वाट सुड यु एनालाइज हैन। अब चाहिँ तपाईँले चाहिँ के लाई एनालाइज गर्न सक्नुहुन्छ भने
product and services, pricing, website quality, SEO performance, social media presence, content strategy, advertising campaign, कस्टमर रिभ्यू होइन, ब्रान्ड रिपुटेसन, कस्टमर सपोर्ट, यो सबलाई हामीले चाहिँ पढेर होइन, अध्ययन गरेर एनालाइसिस गरेर अनि मात्रै हाम्रो चाहिँ को कम्पिटिटर हो होइन, को हाम्रो भन्दा चाहिँ बढी वर्क गरिरहेको छ, त्यो सबै कुरा हामी चाहिँ फाइन्ड आउट गर्न सक्छौँ। अब चाहिँ स्वाट एनालाइसिस होइन, अब यो चाहिँ के हो, त्यसमा चाहिँ स्ट्रेन्थ्स बलियो पक्षहरू, फर इक्जाम्पल अब इन्टेन्सियल एडभान्टेज, विकनेस, इन्टरनेसनल लिमिटेसन होइन, अपर्च्युनिटी, एक्सटर्नल ग्रोथ अपर्च्युनिटी, थ्रेड्स, एक्सटर्नल रिस्क होइन। सो हामीले चाहिँ जुन पनि हाम्रो चाहिँ सेम टाइपको जुन ब्रान्ड छ त्यसको बारेमा हामीले चाहिँ यो सबै कुरालाई बुझ्नुपर्छ, त्यसलाई रिसर्च गर्नुपर्छ। अब कुनै यस्तो ब्रान्ड छ जसलाई चाहिँ केही कुरा अलरेडी नै जुन पास्टमा चाहिँ केही इस्यु आएको थियो, उहाँले चाहिँ कसरी सल्भ गर्नुभयो र त्यसबाट चाहिँ कसरी राइज गर्यो होइन, र तपाईँसँग पनि भिजन होला होइन, त्यो सबैलाई ब्लुप्रिन्ट बनाएर होइन, सबै प्लानलाई प्रोपर गरेर अनि मात्रै हामीले चाहिँ मार्केटमा लन्च गर्नुपर्छ। अनि त्यहाँबाट चाहिँ हामीलाई थाहा हुन्छ कि जुन हाम्रो चाहिँ जुन टार्गेट, जुन हाम्रो चाहिँ कम्पिटिटर छ त्यो को हो र हामीले चाहिँ त्यसबाट कसरी फाइट गरेर हामी चाहिँ बेटरमा जान सक्छौँ। अब चाहिँ कम्पिटिटर एनालाइसिस टुल्सहरू। अब कम्पिटिटरलाई एनालाइसिस गर्नको लागि हामीले चाहिँ के टुल्सहरू युज गर्छौँ त, यहाँ रहेको छ टुल्स र यहाँ रहेको छ पर्पज। अब हामी गुगल सर्च युज गर्छौँ फर फाइन्ड कम्पिटिटर। यदि हामी चाहिँ गुगलमा सर्च गर्छौँ कि बेस्ट डिजिटल मार्केटिङ कोर्स भने त्यहाँ चाहिँ अलरेडी धेरै कोर्सेसहरू आउँछ होइन, त्यहाँबाट हामीलाई थाहा भइहाल्छ कि हाम्रो चाहिँ कम्पिटिटर को हो। गुगल ट्रेन्ड्स होइन, यो चाहिँ के गर्छ त, कम्पेयर सर्च पपुलारिटी, यसले चाहिँ के गर्छ कि कतिको सर्च छ, कतिको पपुलर छैन, त्यो सबै कुरामा चाहिँ यसले के गर्छ त, एनालाइज गरेर हामीलाई चाहिँ डाटा दिन्छ। अर्को रहेको छ मेटा एड लाइब्रेरी होइन, यसले चाहिँ के गर्छ त, भ्यू कम्पिटिटर एड्स र जुन चाहिँ तपाईँको कम्पिटिटरहरू छ उहाँको चाहिँ एड कतिको चलिसकेको छ त्यो सबै कुरा चाहिँ तपाईँ मेटा एड लाइब्रेरीमा चाहिँ हेर्न सक्नुहुन्छ। अर्को रहेको छ सिमिलर वेब होइन, यसबाट चाहिँ के हुन्छ त, वेबसाइट ट्राफिकको इन्साइट्स, यसबाट चाहिँ तपाईँले के पाउनुहुन्छ कि तपाईँको जुन वेबसाइट छ त्यसमा चाहिँ कतिको ट्राफिक आयो, के आयो होइन, त्यो सबै कुरा चाहिँ तपाईँ यसमा पाउन सक्नुहुन्छ। अर्को रहेको छ सेमरस फ्रेस होइन, यो चाहिँ के हो त, एसइओ एन्ड किवर्ड एनालाइसिसको टुल हो। अर्को रहेको छ क्यानभा होइन, यो क्यानभा के हो त, एनालाइज भिजुअल ब्रान्डिङ इन्सपिरेसन, यसबाट चाहिँ तपाईँको जुन ब्रान्डको जुन भिजुअलिटी छ त्यो सबै कुरा चाहिँ तपाईँ यहाँबाट पाउन सक्नुहुन्छ। अर्को रहेको छ च्याट जिपिटी। अब च्याट जिपिटीले के गर्छ त, स्ट्राटेजी, रिसर्च एन्ड कन्टेन्ट आइडिया चाहिँ यसले चाहिँ तपाईँलाई दिन्छ होइन। सो यो सब के भयो त, कन्टेन्ट एनालाइसिस टुल्सहरू भयो। अब हामीसँग रहेको छ कि टेक होइन, मुख्य सिकाइहरू। अब यसबाट हामीले चाहिँ केही कुरा सिक्यौँ त, अब ब्रान्ड बिल्ड ट्रस्ट, एउटा जुन ब्रान्ड हुन्छ त्यो के बिल्ड गर्छ, त्यो ट्रस्ट बिल्ड गर्छ, रिकग्नाइजेसन गर्छ एन्ड लङ टर्म बिजनेस भ्यालु यसले चाहिँ के गर्छ त, क्रिएट गर्छ। ब्रान्ड आइडेन्टिटी इन्क्लुड, अब ब्रान्ड आइडेन्टिटीमा के पर्छ त, लोगो, कलर, फन्ट, भोइस, मिसन एन्ड कस्टमर एक्सपिरियन्स, यो सब मिलेर चाहिँ के हुन्छ त, एउटा चाहिँ ब्रान्ड बिल्डअप हुन्छ। टार्गेट अडियन्स रिसर्च हेल्प यु फोकस एन्ड योर मार्केटिङ बजेट अन द राइट पिपल होइन, यदि चाहिँ तपाईँ टार्गेट अडियन्सलाई फाइन्ड गरेर तपाईँ आफ्नो क्याम्पेनले स्टार्ट गर्नुहुन्छ भने त्यहाँबाट चाहिँ तपाईँले धेरै फाइदा हुन्छ र तपाईँको चाहिँ बजेट पनि फिक्स हुन्छ र तपाईँको चाहिँ जुन ग्रोथ हुन्छ त्यो चाहिँ धेरै हुन्छ होइन। यो कुरा बुझ्नुपर्छ। अर्को रहेको छ बायर पर्सना गिभ अ क्लियर पिक्चर अफ योर आइडियल कस्टमर, मेक क्याम्पेन मोर इफेक्टिभ, र जो हाम्रो चाहिँ कस्टमर हाम्रो चाहिँ बाई गर्छ भने त्यहाँबाट पनि हामीलाई धेरै कुरा थाहा भइहाल्छ कि हाम्रो चाहिँ कस्टमर के कस्तो होइन, के हुन्छ, अनि हामीले चाहिँ त्यो हिसाबबाट हामीले चाहिँ उहाँलाई अझै टार्गेट गरेर अरू प्रोडक्ट छ उहाँ सिमिलर प्रोडक्टलाई हामीले चाहिँ त्यो सेम टाइपको चाहिँ ग्राहकहरूलाई सेल गर्न सक्छौँ। सो हाम्रो चाहिँ वान प्रोडक्ट जतिवटा सेल हुन्छ हामीले चाहिँ सबैलाई प्रोपर वेमा स्टडी गर्नुपर्छ, एनालाइसिस गर्नुपर्छ, अनि मात्रै हाम्रो चाहिँ जुन ब्रान्ड छ त्यो पर्फेक्ट हुन्छ। कम्पिटिटर एनालाइसिस हेल्प यु लर्न फ्रम कम्पिटिटर्स, आइडेन्टिफाई मार्केट ग्याप्स एन्ड क्रिएट स्ट्रङ्गल स्ट्राटेजिज, र जो चाहिँ तपाईँको कम्पिटिटरहरू छ उहाँबाट चाहिँ तपाईँले अलरेडी चाहिँ तपाईँले सिक्नुको लागि धेरै कुराहरू चाहिँ भेट्छ कि तपाईँको चाहिँ कम्पिटिटरहरू के गरिरहेको छैन, मार्केटको ग्याप कस्तो छ र कुन टाइपको चाहिँ जुन कन्टेन्टको स्ट्राटेजी छ त्यो कसरी बनाउने होइन। सो हाम्रो चाहिँ जुन कम्पिटिटर छ त्यो हामीलाई चाहिँ धेरै हेल्प गर्छ हाम्रो चाहिँ ब्रान्डको ग्रोथको लागि। सो सबैलाई बुझेर अनि हामीले चाहिँ गर्नुपर्छ। अब रहेको छ गोल्डन रुल यानि कि सुनौलो नियम। यो के हो त, डु नट ट्राई टु सेल टु एभ्री वान, सेल टु द राइट पिपल विथ द राइट मेसेज एट द राइट टाइम।
सबैलाई बेच्ने प्रयास नगर्नुहोस्, यो कुरा बुझ्नुहोला। सही व्यक्तिलाई सही समयमा सही सन्देश दिनु नै सफल डिजिटल मार्केटिङको आधार हो। सो हामीले चाहिँ यसमा फोकस गरेर गर्नुपर्छ। हाम्रो चाहिँ अब यस्तो छ कि अहिलेको टाइममा सबैजनाको इच्छा छ कि म चाहिँ बिजनेस ओनर बनौँ होइन, मेरो नामको अगाडि पनि CEO एड होस्। तर यो सब गर्नको लागि हामीलाई चाहिँ एउटा ब्रड माइन्डसेट चाहियो। हामीले चाहिँ अब यस्तो छ कि हामीले चाहिँ क्विकली डिसिजन हामी लिन सक्छौँ र जुन हाम्रो आइडिया छ त्यो चाहिँ पर्फेक्ट छैन, हामीले चाहिँ धेरै नेक्स्ट लेभलको कुराहरू चाहिँ गर्न सक्छौँ। यो सबै कुराहरू छ तब चाहिँ मात्रै हामीले चाहिँ एउटा पर्फेक्ट बिजनेस ओनर बन्न सक्छौँ र डिजिटल मार्केटिङ फिल्डमा हामी चाहिँ जान सक्छौँ। सो आजको क्लासमा हामी यति नै होइन। आई होप चाहिँ तपाईँलाई यो क्लास धेरै राम्रो लागेको होला। अब हामी फेरि भेट्ने अर्को डे होइन, र यसमा पनि हामीले चाहिँ धेरै कुराहरू हामीले चाहिँ अलरेडी गर्नु बाँकी नै छ होइन, किनभने मार्केटिङ धेरै ठुलो टर्म्स हो, धेरै ठुलो टपिक्स होइन। यसमा हामीले चाहिँ धेरै कुरा चाहिँ पढ्नुपर्छ अनि मात्रै हामीले चाहिँ धेरै कुरालाई हामीले चाहिँ बुझ्छौँ। सो आज हामीले चाहिँ तपाईँलाई चाहिँ यो जुन छ नि ब्रान्ड भने, सो मैले चाहिँ तपाईँलाई ब्रान्डको बारेमा सम्झाएँ होइन, ब्रान्डिङको बारेमा सम्झाएँ। सो यसमा चाहिँ त्यो छ तपाईँको जति पनि लोगो छ, कलर छ होइन, त्यो सबैलाई बुझेर अनि मात्रै हामीले चाहिँ ब्रान्डलाई आइडेन्टिफाई गर्न सक्छौँ र हामीले चाहिँ गर्न सक्छौँ। ओके, सो थ्याङ्क यू एभ्रिवान फर जोइनिङ टुडे क्लास। अब हामी भेट्ने अर्को दिन।